बिहा चाहिँ लभ म्यारेज चाहिँ काबु नगर्नु रहेछ गर्नु मिले त म त फेरि अर्को एरेन्ज म्यारेज पो गर्थेँ बिहा चाहिँ लभ म्यारेज चाहिँ काबु नगर्नु रहेछ गर्नु मिले त म त फेरि अर्को एरेन्ज म्यारेज पो गर्थेँ यो अब सबै बिजल दुख्दा त त्यट साला कहाँ र फसेँ म महाकुरी साथी यो बिहा भन्ने चाहिँ नगर्नु रहेछ गरिहाले पनि यो लभ म्यारेज भन्ने चाहिँ नगर्नु रहेछ लभ पर्दाखेरि सबै सम्झौतामा हुन्छ हो कामहरू अब मिलीचुरी बाँडीचुरी गर्नु पर्यो हेरौँ न साथीहरू घर लिप्नुमा परेको छु नि हौ लभ म्यारेज परेर घर लिप्नुमा घर मात्रै लिप्दा त हुन्थ्यो नि सबै काम गर्नुपर्छ अब मान्नै पर्यो भुर्की लाउनु सकिँदैन के अरे अब एरेन्ज म्यारेज भए पो बाउ आमाले मिलाइदिएको मैले आफ्नो मर्जीले ल्याएको होइन भन्दै अब ठक्नु नि पाइएन अब आफै ल्याएपछि त एरेन्ज म्यारेज भएको लुगाइ भनेर जेसुकै छोडेर छोडेर हिँड्दिनँ बाउ आमाले ल्याएको मेरो मन मर्जीले होइन बाउ आमाले भनेर बिहा गरेको भन्दै भन्नु आफै गर्नु पर्यो नि सबै काम के गर्नु साथीहरू गाह्रो छ त्यही भएर बिहा चाहिँ लभ म्यारेज चाहिँ काबु नगर्नु रहेछ गर्नु मिले त म त फेरि अर्को एरेन्ज म्यारेज पो गर्थेँ यो अब सबै बिजल दुख्दा त त्यट साथीहरू बिहा चाहिँ त्यही भएर लभ म्यारेज चाहिँ नगर्ने